यहाँ हाम्रो हस्तबाले चाहिँ मासु हाल्दै हुनुहुन्छ माथि। यो पुरा डढिसक्यो के भए आगो जोर 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 भइरहेछ। यसमा बुनीको डढिसक्यो। आज हस्तबा ह्याप्पी मुडमा हो, ह्याप्पी मुडमा है। यता मखै दर्शक महानुभावज्यूहरू यता तपाईँलाई देखाउँछु। यता फेरि अर्की मकै है आज छेकुवा भनेर खै अनुहार हसिलो अनुहार, हसिलो रसिलो अनुहार। अब चटनी अब हतार चटनी बनाउँदैछिन् है, पिस्दैछिन्। र यहाँ चाहिँ हस्तबा र यो सेकुवासँग खानुको लागि चाहिँ लेटुसको साग अरे। लेटुसको सागसँग गम गम खाने अरे। र हस्तबाले चाहिँ यहाँनिर अब पानी हाल्नुहुँदैछ। वाउ वाउ, यो यताको डढिसक्यो, कालो भइसक्यो। यो त के हो नि, यहाँ कोइला हो। यो कोइला हो कि छोइला हो? यसरी पोल्नुपर्छ। आमा कालो न कालो बनाएछ त हौ हस्तबाली। बाँदरहरू पनि कराउँदैछन् प्या प्यारा पुपु। पुरा यो चाहिँ पुरा 3 पिस बाङ्गुरको 3 पिस, बङ्गुरको दामी 3 पिस खाइदिन्छु म त चिप्स चिप्स भने जस्तै है। यो अलिक सेतो सेतै रहेछ है। यहाँ तयार हुँदैछ। यसमा चाहिँ अलिअलि फलमासु देखियो, यसमा पनि अलिअलि फलमासु देखियो है। यो के देखेको, यो के देखेको, यो सुँगुर धनीले यो के दिएको, के दिएको? कासा मलाई भोलि गएर नि म सुँगुर धनीसँग यस्तो झगडा गर्छु। खाइसकेपछि खाइसकेपछि है। एकै पल्टमा भने बटुकैबाट हुनु त हातै ठुल्ठुलो छ नि त नि। हेर्नु पर्यो नि पल्टाउँदाखेरि यसो गरेर लादिन त हौ। एक चरण खाऊँ कि आगो बल्दै गर्छ होइन होइन। त्यो खाइसकेर अनि फेरि अर्को चरण पोल्नुपर्छ ल। मर्छ पो मर्दैन हौ, मर्दैन। एक दुईवटा यस्तै बोसो लगाइदिनुपर्छ क्या है। सिरालो जात चाहिँ मलाई यही मन पर्दैन। अरू सबै ठिक छ कि अहिले त्यो कोक बिस्तारै गरिदिनु। कुकुरलाई गाली गरेर पर गरेर बस्छ कि बिरालो। आज यो अगाडि सरेकै छैन। के भयो ससुराल घर गइरहेको थियो क्या होला। त्यो पनि छेउमा आएर मुनि गर्छ है। तर यो त किन्दैन।
है के हो यो सेकुवा घाँस पनि हान्दिनु नि त एउटा घाँस पनि हान्दिनु नि खै दिपा रानी घाँसमा कसरी खाने अरे सेकुवा राम्रो रहेछ मासु पान खाएको आफ्नो हात जगन्नाथ यहाँ त के हो चाहिँ पानी पानी ऐला पान खान गइरहेछु यो चाहिँ पानको हरियो पत्ता यसमा म यो पानमा लाउने सरदाम ओइ यो चाहिँ पानमा लाउने सरदाम है म चाहिँ अलि जर्दा खाँदिनँ कि म चाहिँ गुलियो खान्छु त्यही भएर यो चाहिँ मह है यसरी मह चट्ट हाल्यो पानको पत्ता पानमा लाउने सरदाम मसला अनि यो मह यसलाई के गर्नुपर्छ भने यसो पोको पार्नुपर्छ यसो गरौँ है यसो गरौँ अनि ठुलो पानको यो पनि है अनि पानको पोका बहुत ठुलो भएछ क्या दुईजना आएर त दोस्रो रडको मासु नपाकेर ढिलो भएर निदाइसक्यो यता चिम्मा बनाइसक्यो है यता बिचरा काँचो निकाल्दैछ कहिले काम भइसक्यो बिचरा म त अगायो मलाई चाहिँ पुग्यो मासु भात दाल राजु बान्ता होइन हौ गाउँले राजुकोमा हेर त्यत्रो डल्लै सुँगुरको सेकुवा खाएर पनि अझै भात हान्दैछ यी यता त अर्को हेर्नु नि आरीभरि होइन तपाईँलाई नै हो हेर आफू चाहिँ मासु खायो अनि कुकुरलाई त बिचरा एउटा चोक्टा पनि छैन हो देऊ एक दुई चोक्टा त्यो पकाएको तरकारी छ भने लगाइदेऊ के साह्रो यो लोभीहरू आमामा बिचरा आफूले चाहिँ पुरा 5 किलो तिमीहरूले खायो भान्जा हो अनि एक चोक्टा चाहिँ उनीहरूलाई के भन्दा हड्डी धरी छाला धरी त्यो उनीहरूको भाग्यमा उनीहरूले किनोस् चल्नु बिचरा हस्तो भएको खुवाइ पनि दामी छ मिर्चा मासु अब यहाँ दाल हाल्ने हो ए दाल बिना हुँदैन क्या दाँत झरेको छ यी त्यो पनि हड्डी टोक्दा होला होइन तान्दा दुम्सीको छाला चपाउँदा होला होइन 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 के छ दुम्सी त मार्नु सक्नु पर्यो नि खानुलाई हो र मार्नु पनि हुँदैन पक्रिन्छ नि पुलिसले फेरि अनि के त अनि अस्ति त्यहाँ मारेर खाएको चाहिँ कसले त्यहाँ के खायो दुम्सी ढुकुर दुम्सी मैले मारे त अनि बचाओ हस्तबाले मलाई मार्नु आँट्यो भने दुम्सी भाग्दै थियो अनि ए हावा कुरा नगर्नु नि हो र जो ज्यान चाहिँ डह्रो छ किन भन्दाखेरि हस्तबाको यही हो क्या खुवाइ चाहिँ है म त भात कति छ हेर्नु नि पहिले तपाईँलाई यति धेरै खायो भनेर घरबाट आन्टीले निकालेर खेदाइदिएको रे पाखामा हो कि क्या हो आन्टी हेर्नुहोस् त दुखन पकाउनु हुँदैछ यहाँनिर अङ्कलले हो कि क्या हो
मेरो दुश्मन भने पनि मेरो साथी भने पनि मेरो छिमेकी भने पनि मलाई बुहारी कहाँ पुग्नुभयो मलाई पर्सानी चाहियो मलाई दुःख दिने किचकन्डे भने पनि एकजना मान्छे यहीँ छ क्वाक गरेर निलो त नि अब घाँटी बजाइदिनु त्यही त पहिला ढेँडो खाँदा क्वाक गर्छ भनेको तपाईँले पत्याएन नि त्यो ढेँडो खाँदाखेरि यहाँबाट बसेर क्वाक गरेर चुप्लुङ गर्छ भनेको पत्याउनु भएन नि चुप्लुङ त कहाँ गर्छ त हौ क्वाक क्वाक चाहिँ गरेर छिर्छ भनेको अनि यसपालि ढेँडो नखाने हामी अब मोल्नु तपाईँलाई आउँछ अब तपाईँ अल्छी गर्नुहुन्छ नि हो र खुवाइ त मरद छ नि त हामी गाउँलेहरूको यही मिठो क्या है मिठो भए पनि नमिठो पनि भात चाहिँ दह्रो जान्छ अनि काम पनि दह्रो गरिन्छ नि त मासु यत्रो छ अनि बुहारी एउटा पर्सानी एउटा मात्र न 6 वटा ल्याइदेऊ एउटाले पुग्दैन किन अनि पिरो छैन त खोर्सानी अनि तपाईँ खाने हो र यहाँ अनि मैले खाएको होइन त बिहान म खाने हो नि त आम्बोज यो हो नि त अकबरेज हान्दिनु त भोलि फेरि रुनु पर्ला नि त नि भित्तिएर चुस्ने यो अनि भोलि त रुनु पर्ला नि त नि गोटी खाएर पुरा चुस्छ नि गुलियो बनाउँछ होइन ओठ चाहिँ दामी यस्तो दामी भोलि पनि त दामी होला नि त फेरि हुँदैन बोध जहिले रुनुपर्छ यार ल बल्ल ठिक आयो ल मेरो सरकारले खाना खानु हुँदैछ आज अरे हौ त्यसो भन्छ त्यसै भन्छ आन्टी हेर्नुहोस् है एकदम दुख्नु यहाँ जहिले आउँदा क्वाक गर्नुहुन्छ है बुढीको रिस बुढीको के पो अरे फेरि मासु चाहिँ खालि यस्तो मासुलाई न यो न्युटेला हो यो खै न्युटेला हो क्या यो कहाँ हामी गरिब दुखीले मासु खान सकिन्छ न्युटेला भन्नु न बङ्गुर हौ न्युटेला हौ दुध बुझिनु होला बडा कहाँ बिर्सिन्छौ